कार्यक्रमको अध्यक्षता गरिरहनुभएको चेतन कम्फे लिङ्थे वंश सेवा समाजको अध्यक्षज्यू, यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा हाम्रो निमन्त्रणालाई स्वीकार पार्नुहुने प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यू, यस कार्यक्रममा उपस्थित कोशी प्रदेश प्रथम महिला माननीय परशुराम खापुङ प्रदेश प्रमुखकी धर्मपत्नी कमला राईज्यू, यस कार्यक्रममा उपस्थित कोशी प्रदेश अर्थमन्त्री विद्युत कुमार लिङ्थेज्यू, यस कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्नुहुने मुन्दुबीर ज्यूहरू, यहाँ उपस्थित रहनुभएका यस मञ्चमा हाम्रो निमन्त्रणालाई स्वीकार गरेर उपस्थित हुनुभएका विभिन्न सङ्घ संस्था, हाम्रा कुल कुटुम्ब सम्पूर्ण दाजुभाइ अतिथिगण, यहाँनिर चाहिँ हाम्रो मञ्चमा आसीन सम्पूर्ण अतिथिगण, यहाँ उपस्थित रहनुभएका हाम्रो चेलीबेटी ज्वाइँ चेला, यहाँ उपस्थित रहनुभएका सम्पूर्ण हाम्रा इष्टमित्र, साथै यहाँ उपस्थित रहनुभएका सम्पूर्ण महानुभावहरू, पत्रकार साथीहरू, सुरक्षाकर्मी साथीहरू, यहाँहरू सबैलाई सङ्घुवासभा जिल्ला माने नगरपालिकाको नगर प्रमुख म जीवन लिङ्थेको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सबैलाई नमस्कार अभिवादन सेवारो टक्राउन चाहन्छु। उपस्थित महानुभावहरू, समय छोटो छ, मेरो केही भनाइहरू संक्षिप्तमा राख्न चाहन्छु। यो कम्फे लिङ्थे वंश सेवा समाजमा मेरो दुईवटा भूमिका देखिन्छ, किनभने म एउटा कम्फे लिङ्थे वंश सेवा समाजको सदस्य भएको नाताले यहाँ उपस्थित सम्पूर्ण पाहुनाजनहरूलाई स्वागत गर्ने एउटा चाहिँ भूमिका छ भने म अर्को चाहिँ माथि नगरपालिका सङ्घुवासभा जिल्ला माथि नगरपालिकाको नगर प्रमुख भएको कारणले त्यतापट्टिको तर्फबाट मैले यो कम्फे लिङ्थे वंश सेवा समाजको पुस्तक विमोचन कार्यक्रमको चाहिँ शुभकामना सन्देश पनि दिनुपर्ने भएको हुनाले मैले यहाँहरू सबैलाई मेरो छोटो भनाइहरू संक्षिप्तमा राख्न चाहन्छु। उपस्थित महानुभावहरू, आजको यो गरिमामय ऐतिहासिक एवं सुवर्ण क्षणमा कम्फे लिङ्थे वंश सेवा समाजको आयोजनामा हुन गइरहेको यस भव्य पुस्तक विमोचन समारोहमा उपस्थित हुन पाउँदा, यस पवित्र मञ्चबाट शुभकामना मन्तव्य व्यक्त गर्न पाउँदा म अत्यन्तै हर्षित र गौरवान्वित भएको छु। हाम्रो पुर्ख्यौली इतिहास संस्कृति आपसी बन्धुत्वलाई दस्तावेजको रूपमा लिपिबद्ध गरी भावी पुस्तालाई हस्तान्तरण गर्ने यो सुनौलो अवसर हामी सबैको लागि अत्यन्तै गर्वको विषय छ। यस ऐतिहासिक कृतिको विमोचनका साथै सम्पूर्ण कम्फे लिङ्थे परिवारमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। उपस्थित महानुभावहरू, कुनै पनि वंश, जाति वा समुदायको इतिहास भनेको त्यसको जरा हो। जसरी जरा बिनाको रुख उभिन सक्दैन, त्यसरी नै आफ्नो इतिहास पुर्ख्यौली पहिचान बिना कुनै पनि समाजले भविष्यको सुदृढ निर्माण गर्न सक्दैन। हाम्रो कम्फे लिङ्थे वंश सेवा समाजको आज पुस्तक सार्वजनिक गर्दैछ। हाम्रो यो केवल केही पृष्ठहरूको सङ्ग्रह मात्र होइन, यो त हाम्रो पूर्वजले भएको सङ्घर्ष, उनीहरूको त्याग, तपभूमि, थापथलो रीतिरिवाज, संस्कार र वंशीय सम्बन्धको अमूल्य सङ्गालो हो। समयको बढ्दो प्रवाहसँगै हाम्रो धेरै मौखिक परम्परा र वंशीय कथाहरू हराउँदै जाने जोखिम थियो। यस पुस्तकले ती अमूल्य इतिहासलाई लिखित रूपमा सुरक्षित राखेको छ।
नयाँ पुस्तालाई आफ्ना मूल पूर्वज, कुल देवता, परिवारको गोत्र र छरिया रहेका बन्धु बान्धवहरूको बारेमा जानकारी दिन यो पुस्तकले एउटा सशक्त मार्गदर्शक बन्नेछ। हाम्रा पुर्खाहरूले विषम परिस्थितिका बावजुद पनि आफ्नो अस्तित्व, स्वाभिमान, संस्कृतिलाई बचाएर राख्नुभयो। देश तथा विदेशका विभिन्न भूभागमा छरिएर रहेका कम्पिटिङ बन्धुहरूलाई एउटै मालामा उनले भातृत्वको भावना जागृत गराउने र एक अर्काको सारथी बन्ने उद्देश्यले स्थापित जुन वंश सेवा समाजले खेलेको भूमिका तारिफयोग्य छ। यस पुस्तकको प्रकाशनले संस्थाको उद्देश्यलाई अझ बढी परिपक्व र फराकिलो बनाएको छ। यसले हामी बीचको भावनात्मक दूरीलाई मेटेर आत्मस्नेह र आपसी सहकार्यमा अझ प्रगट बनाउने भन्ने मलाई पूर्ण विश्वास छ। कुनै पनि पुस्तक तयार पार्नु, त्यसमा वंशीय इतिहास र वंशावली खोजबिन गरी पुस्तकको रूप दिनु चान्चुने कुरो होइन। यसका लागि वर्षौंको कठोर परिश्रम, घर दैलो धाउने अभियान, पुराना पुस्ताहरूसँग अन्तर्वार्ता र तथ्याङ्क सङ्कलनको आवश्यकता पर्दछ। यस ऐतिहासिक कृतिले लेखन, सम्पादन र प्रकाशनमा अहोरात्र गर्नुहुने लेखकजीहरू, सम्पादक मण्डल, अनुसन्धान टोलीप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। कम्फे लिङ्गदेव वंश समाजको केन्द्रीय कार्य समितिका पदाधिकारीज्यूहरू, सल्लाहकारहरू र आर्थिक तथा भौतिक रूपमा सहयोग पुर्याउने देश विदेशमा रहनुभएका सम्पूर्ण चन्दादाता, शुभेच्छुक तथा बन्धुहरूप्रति कृतज्ञता ज्ञापन गर्दछु। कम्फे लिङ्गदेव वंश सेवा समाजको अथक प्रयास बिना यो स्वप्निल कार्य साकार हुन सक्ने थिएन। उपस्थित महानुभावहरू, आज विमोचन भएको पुस्तक हाम्रा सन्ततिहरूको हातमा पुग्दा उनीहरूले महसुस गर्नेछन् कि उनीहरूले पछाडि एउटा गौरवान्वित इतिहास र बलियो परिवार छ। हाम्रो मौलिक संस्कृति, चाडपर्व, खानपानलाई जीवित राख्ने यसले प्रेरणा दिनेछ। पूर्वजको मिहिनेत र इमान्दारिताको गाथा पढेर नयाँ पुस्ताले समाज र राष्ट्रपतिको जिम्मेवारी बोध गर्नेछ। संसारभर छरिएर रहेका लिङ्गदेव परिवारलाई एक अर्कामा सुख दुःख जोड्ने बलियो डिजिटल तथा लिखित माध्यमको रूपमा यो पुस्तक रहेको छ। उपस्थित महानुभावहरू, अन्तमा कम्फे लिङ्गदेव वंश सेवा समाजको यो पुस्तक विमोचन समाजले हाम्रो सबैमा नयाँ ऊर्जा, उत्साह र एकताको सन्देश प्रदान गरेको छ। आगामी दिनहरूमा पनि यस संस्थाले वंशीय इतिहासका साथै सामाजिक रूपान्तरण, शिक्षा, स्वास्थ्य, कल्याणकारी कार्यहरू अझ बढी सक्रियताका साथ अघि बढाओस् भन्ने कामना गर्दछु। विमोचन गरिएको यो कृतिले दीर्घ जीवन प्राप्त गरोस्, हरेक कम्फे लिङ्गदेव परिवारको घरमा यो पुस्तक सङ्ग्रहसहित रहोस् र हाम्रो यो वंशीय एकता सधैँ अक्षुण्य रहोस्। एकपटक फेरि यस महान कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिने हुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै मेरो छोटो भनाइहरू यही अन्त्य गर्छु। हस्त, धन्यवाद, नमस्कार, अभिवादन, जय कम्फे।